हेलो गाइस, म चाहिँ अर्जुन हैन। तपाईहरुलाई स्वागत छ मेरो ब्लगमा। आज चाहिँ मेरो अलिकति जिउ सन्चो थिएन, त्यही भइकन ब्लग पनि खासै राम्रो बनिँदैन होला है। मेरो ब्लग हेर्दिनु होला। र म चाहिँ अहिले खासमा निम्बुमा छु गाइस। निम्बुमा वाटर ड्युटी गरिरहेको छु गाइस। अनि अहिले भर्खरै पानी दिइकन अनि फेरि म पानी भर्न गइरहेको छु। पानी भर्नलाई चाहिँ यहाँबाट लगभग कति टन्नै जानुपर्छ माथि, निम्बु बजार पुग्नुपर्छ गाइज हैन। अनि मेरो आज खासै जिउ सन्चो छैन, किनकि हिजो मेरो लुगा पुरै पानी भर्दाखेरि भिजेको थिएँ। अनि फेरि त्यो दिन हतारमा ड्युटी निस्केँ नि त गाइज। अनि त्यो कारणले गर्दाखेरि चाहिँ मैले लुगै उठाएर ल्याउनु पाइनँ क्या गाइज। अनि जुन लुगा लगाएको थिएँ त्यसमै दौडिहालेँ म। अनि हिजो मेरो पुरै लुगा भिजेको थिएँ। अनि त्यसले गर्दा राति अब लुगा पुरा भिजेको कारणले लुगा जति जम्मै खोलेर सुकाउनु राखेँ। अनि त्यहाँबाट यत्तिकै कम्बल ओढेर बस्दाखेरि चाहिँ मलाई एकदमै चिसो भइरहेको थियो। त्यसले गर्दा आज जिउ खासै सन्चो छैन गाइज। अरू त यस्तै हो गाइज, मेरो दिनको सुरुवात यसरी नै भइरहेछ। हेर्न सक्नुहुन्छ लद्दाखको भ्यू तपाईहरुले गाइज। यो चाहिँ लद्दाख हो है, लेह लद्दाख। निम्बुमा छु म, निम्बुमा ड्युटी निस्किएको छ मेरो। अब धेर छैन, अब 2-3 दिन बाँकी छ, त्यसपछि मेरो ड्युटी सकिन्छ गाइज हैन। र त्यहाँबाट चाहिँ म रुममा जान्छु। बाँकी तपाईहरुले हेर्न सक्नुहुन्छ गाइज, लद्दाखको भ्यू यस्तै छ लद्दाख हेर्नु गाइज। अनि तपाईहरु कहाँ कस्तो हुनुहुन्छ, तपाईहरुलाई आजको दिन कस्तो गइरहेछ, तपाईहरुको दिन राम्रो जाओस् हैन, अब त्यही भन्न चाहन्छु। बाँकी त मलाई भ्लग गर्न आउँदैन गाइज, किनकि अब भर्खर हो भ्लग लाइनमा। त्यही कारणले कतिपय शब्दहरू मेरो मिस्टेक होला हैन, त्यसमा तपाईहरुले माइन्ड नलिनु होला। मेरो भिडियोहरुलाई सक्दो सपोर्ट गरिदिनु गाइज। अब चाहिँ के भन्छ गाइज, म रोडमा निस्किसकेँ है। आखि चाहिँ अलिकति त्यहाँ तल थिएँ। अब चाहिँ मेन निम्बु बजारको रोड हेर्न सक्नुहुन्छ गाइज हैन, बजार लाइन हेर्न सक्नुहुन्छ तपाईहरुले। निम्बु बजार जाँदैछु म। अब निम्बु बजारबाट यस्तै 1 किलोमिटर जति पछाडि होला म हैन। अनि अब उता जाँदैछु। अनि अब हेर्नु तपाईहरुले हैन, लद्दाखको भ्यू कस्तो लाग्छ तपाईहरुलाई गाइज। आज मेरो खासै जिउ सन्चो नभएको कारणले म त्यति स्लोली बोलिरहेको छु। अनि हैन, फर्स्ट भ्लग है मेरो, फर्स्ट भ्लग बनाउँदा मेरो जिउ सन्चो भएन गाइज। हेर्नु तपाईहरुले निम्बुको भ्यू हेर्नु गाइजहरु। तपाईहरुको जति पनि हाम्रो लद्दाखमा ड्राइभरहरु छन्, हाम्रो ड्राइभर साथीभाइहरु छ, निम्बु वाटर ड्युटी पर्यो भने चाहिँ यतै आउनुपर्छ गाइज हैन। जो जतिलाई थाहा छैन उनीहरुलाई भनिरहेको हो, हुन त प्राय सबलाई थाहा होला हैन। यस्तै हो, हेर्न सक्नुहुन्छ गाइज। अनि अब म चाहिँ पानी ल्याउन गइरहेको छु। आखि फौसरहरूले पनि खाना खाएर जा भन्दै, मलाई भात खानु मन लागेन क्या गाइज यार, जिउै सन्चो छैन। अनि अब जान्दैछौँ भनौँ निम्बु बजार। फलो मी गाइज। ब्लगरहरूलाई लास्ट चाहिँ बिल्ला हानिदिन्छ हैन मान्छेहरूले, फलो मी गाइज के भनेर। के गर्नु, ब्लगरको जिन्दगी के गाइज। हेर्न सक्नुहुन्छ गाडी कति स्लो हिँडेको हैन। यसले न त ओभरटेक गरौँ भने उहीँ अगाडिबाट तल छिर्ने हो, फेरि के ओभरटेक गराइ भएर पछि जाउँ न आरामले हैन। लद्दाखको रोड चाहिँ दामी छ गाइज यार। जो पनि यता गाडी चलाउन आउँछ नि हेर्न सक्नुहुन्छ, ठाउँ पनि दामी छ क्या। नेपालमा हुने हाम्रो साथीहरू हेर्न सक्नुहुन्छ, मनाङ मुस्ताङको भाइब आउँछ लद्दाखमा हेर्नु। जो जतिलाई मनाङ मुस्ताङ जाने सपना छ भने जानु पर्दैन, किनकि त्यस्तै भाइब छ यता। अब यहाँबाट चाहिँ म तल छिर्ने हो गाइज है। यो गाडी आइरहेछ, अब यो गइसकेपछि हामी तल जान्छौँ हेर्न सक्नुहुन्छ गाइज। अब चाहिँ म तल छिरेँ है। यहाँबाट चाहिँ मेरो वाटर पोइन्ट अब यहाँ तल छ गाइज। अनि यहाँ पुगेर गर्न चाहिँ हामी पानी सानी भर्छौँ। अनि त्यसपछि फेरि लिएर जान्छौँ। के गर्नु त, पानी दिने ड्युटी त्यही हो कि गाइज यार। कति अप्ठ्यारो हुन्छ ड्राइभरहरूको जिन्दगानी तपाईँहरूले देखाउँछु म। एक त जाडोको टाइममा चाहिँ बहुत गाह्रो हो कि गाइज। बरु सिजनमा ड्युटी निस्के त ठिकै हो गाइज हैन। सर्दीमा चाहिँ एकदमै गाह्रो हुन्छ, किनकि मौसम चिसो हुन्छ, पानी फेरि हिउँ जस्तै ठन्डा हुन्छ। बिहान त सकेसम्म पाइपलाइन नछुवाउँ जस्तो मन लाग्छ।
अनि बिहानखेरि चाहिँ बहुत चिसो हुन्छ। बाँकी टाइम त ठिकै छ गाइज है। यहाँ हाम्रो आँचोलाई हेर्नु सक्नुहुन्छ गाइज, पानी भरिरहेको छन्। अब यो आँचोपछि चाहिँ मेरो बारी हो, हेर्नु गाइज। बाँकी हेर्नु सक्नुहुन्छ गाइज, अब म पानी भर्ने ठाउँमा आइपुगिसकेँ। यहाँ हाम्रो आँचो पानी भर्दैछन् होइन। आँचोहरूको त आज लास्ट ड्युटी हो, किनकि उनीहरूको 5 दिनको मात्रै निस्किएको थियो यहाँ आँचोहरूको, मेरो 7 दिनको निस्किएको। आँचो हाई गर्दैन होइन, हेर्नु सक्नुहुन्छ। यो आँचोको टिप्पर हो मेरो। बाँकी यो निम्बु वाटर पोइन्ट चाहिँ यही हो गाइज, जसलाई थाहा छैन, जो नयाँ आउँछ पानी भर्नु यहाँ आउनु सक्नुहुन्छ यहाँ, किनकि पानी एकदमै अब छिटो भरिन्छ यहाँ। र यहाँ हेर्नु सक्नुहुन्छ गाइज होइन, पपी यहाँ बिचरा भोक लागिरहेछ जस्तो छ यसलाई फ्रेन्ड, के भन्नु होइन। बाँकी हेर्नु, बाँकीको भिडियो फेरि लिएर आउनेछौँ अहिले पछि गाइज। अब आजको चाहिँ पानी भर्छन् है, अब उसको पछि चाहिँ मेरो भारी हो है गाइज। हेर्नु पानी कसरी भर्नुपर्छ म तपाईँलाई देखाउँछु होइन। ऊ पछि चाहिँ अब मेरो भारी छ पानी भर्ने, म तपाईँलाई देखाउने छु। अब कसरी गाडी लिएर कसरी भर्नुपर्छ, हाम्रो ड्राइभरको जिन्दगी सब देखाउँछु तपाईँलाई। फाइनली गाइज मेरो गाडी चाहिँ पानी भरिसक्यो होइन। गाडीमा चाहिँ वाटर पम्पबाट भरिसक्यो, हेर्न सक्नुहुन्छ मेरो रानी पानी भरिसक्यो। अब यहाँ हामीलाई एन्ट्री गर्नु जानुपर्छ, किनकि पानी भरेको एन्ट्री दिनुपर्छ यता होइन। अब यहाँ म एन्ट्री गर्नेछु है गाइज। यसरी हाम्रो गाडीको यता एन्ट्री हुन्छ, हरेक गाडीको। अब यहाँ एन्ट्री गर्नेछु, यसरी एन्ट्री हुन्छ गाइज होइन। मेरो एन्ट्री भइसकेको छ, यहाँ टोमीहरू देख्न सक्नुहुन्छ गाइज। अब एन्ट्री भइसक्यो, अब म चाहिँ यहाँबाट गाडी निकाल्ने हो, अनि गाडी निकालेर फेरि त्यही ठाउँमा जाने हो गाइज। अनि त्यहाँ खाली कसरी गर्छ म तपाईँलाई देखाउँछु है। हेर्नु गाइज मेरो गाडी, मेरो त के मालिकको, हामी त ड्राइभर हो होइन। फेरि मेरो भन्दा सबैले फेरि अर्जुनले गाडी किन्नु छ भने हामी त ड्राइभर हो। ल त गाइज अब एकैचोटि खाली गर्ने ठाउँमा गइकन तपाईँलाई भेट्ने छु है। बाँकीको भ्लग उतै बनाऊँ ल। ल गाइज के भन्छ गाइज होइन, म चाहिँ पानी दिने ठाउँमा पुग्नु लाग्यो। तपाईँहरूलाई पानी कहाँ दिन्छ त्यो नि म देखाउने छु है। बाँकी जति पनि हाम्रो नयाँ ड्राइभरहरू छन्, उनीहरूलाई अगर गाडी चलाउने इच्छा छ भने चाहिँ लद्दाखमा आउनु गाइज। यहाँ गाडी 101 पाइन्छ होइन। अब अरू के नै भन्न सक्छौँ र बाँकी तपाईँहरूको इच्छा। बाटो बहुत खराब छ यता, यो आर्मी क्याम्पको युनियनको ड्युटी हो। दिनमा 4 चक्कर पानी फाल्नुपर्छ गाइज, 4 टिप हान्नै पर्छ दिनमा। यो मेरो तेस्रो टिप हो, किनकि आज मैले बिहानै दिन भ्लग बनाउनु पर्ने थियो, खासमा मिस्टेक गरेको है। केही छैन, भर्खर त युट्युबर लाइन भनौँ न, युट्युबमा करियर सुरुवात गर्दैछ। बिस्तारै बिस्तारै भइहाल्छ। यो त किन हट्दैन, हरन सुन्नु गाइज। कुकुरले भगाउनु पऱ्यो।
हेर्नु गाइस, पानी चाहिँ यो सेन्टेक्समा हाल्छ है। गाडी मैले यहाँ च्यापेर लाउनु पर्ने हुन्छ। अनि के भन्छ, यो सेन्टेक्समा गाडी यहाँनिर लगाइसकेपछि के अरे यहाँ जेनेरेटर, यो जेनेरेटरबाट पानी तान्छ। त्यो अलिकति अगाडि बस यतिको राखिदिने मैले गाडी होइन। बाँकी उहाँबाट तान्छ पानी कसरी तान्छ त्यो पनि म तपाईँलाई पछि देखाउनेछु। ल गाइस, के भन्छ, पानी खाली गरेको चाहिँ फौजीहरूले देखाउँदैन रहेछ होइन। उनीहरूको युनिट आउँछ मिडियामा भनेर देखाउन नदिँदो रहेछ। त्यही हो गाइस, अब त्यो चाहिँ देखाउनु भएन। पानी कसरी खाली गर्छ भनेर त्यसको लागि नरिसाउनु होला। अब बाँकी चाहिँ यस्तै छ ड्युटी। अब हेर्नु तपाईँहरू मेरो ब्लग। अनि यो ब्लग चाहिँ मेरो नेपालीमा मैले म नेपालकै हुँ होइन। त्यही भइकन मैले हाम्रो देश हाम्रो झन्डा पनि छ है। म नेपालकै हुँ, त्यही भएर नेपालीमा बनाएँ। तर अबदेखिको उताको ब्लग चाहिँ मेरो ज़्यादातर हिन्दीमा आउँछ, किनकि म अब इन्डिया बसेर बनाइरहेको छु त अब हिन्दीमै भन्नुपर्ने हुन्छ मेरो सबैले बुझ्नको लागि। त्यही भइकन नेपालीहरूले पनि बुझिहाल्छ अब प्रायःले। अब त्यही हो गाइस, के भन्छ, आजको लागि यति नै। बाई, फेरि भेटौँला अर्को ब्लगमा।